सबैलाई स्वागत छ यो रूपा श्रेष्ठ च्यानलमा। तपाईहरुले माया गरिराख्नु भएको कारणले गर्दा आज हामी यहाँसम्म पुगिरहेकै छौं र अझै पनि यसरी माया गरिदिनुहुन्छ भने हाम्रो आशा चाहिँ हामीमा छ। र आज हामी खान गइरहेका छौं यो करेन्ट अन्डा उसिनेको अनि रोटी प्लस च्याउको तरकारी अनि कोक। यो रोटी चाहिँ किन हो भनेदेखि म मोटाएको रे के तर हैन केटी मान्छेले धेरै खानु हुँदैन यो, हामी जस्ताले चाहिँ खान मिल्छ। त्यही भएर चाहिँ आज हामीले मुकबाङ भिडियो बनाउन लागेका छौं। ल लेट्स गेट रेडी कम। म चाहिँ कहाँदेखि स्टार्ट गर्छु भनेदेखि रोटीदेखि नै। मिठो छ। ल तपाईँ एक सर्ट हान्नु ल, खानु न, म खुवाइदिन्छु अगाडि आउनु। मैले यत्रो छिर्छ मेरो मुखमा। रोटी र च्याउ पनि मिठै छ, मिठै छ होइन, मिठो छ। यो चाहिँ म धेरै मोटाएर अनि मेरो बुढाले रोटी बनाइदिनु भयो अरे के, बनाएर दुब्लाउँछ भनेर है। अझ यो कोक जस्तै देखोस् भनेर। धेरै ठिक होइन यो। कागती पनि छ, झन्डै बुढा खाएर। मैले चाहिँ कोक पनि खाएँ है। अलिअलि त खानु पाइहाल्यो नि, धेरै नखाएको यहाँ बुढो है। मिठो छ, नसक्ने रहेछ। तिनवटा चाउको रोटीसँग यस्तरी खानु पर्छ, रोटीसँग खाँदा पनि मिठो हुन्छ नि। धेरै खान सक्दिनँ होला। खानु मैले खानु मोटो हो। तपाईँहरू पनि यसरी ट्राई गर्नुहोस् है, चाउचाउ र रोटी मिठो हुन्छ। अब दामी 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 भयो। अन्डा धेरै गलेछ, समाधान फुट्ने रहेछ यस्तै। सो मलाई चाहिँ चपस्टिक हो कि के हो यसले खान आउँदैन, त्यही भएर मैले चाहिँ हातले नै खाएको। अब खाऊँ। अब राम्रो राम्रो भेराइटी पनि आउँछ बिस्तारै हजुर। मिठो छ, घिउ हालेर बनाएको झन् रोटी त बगाल नरम भइसक्यो। तपाईँ खानु न यति त है, मलाई पुग्यो। बिस्तारै खानु न, च्यालेन्ज गरे हो र, बिस्तारै खानु न, कुरा गर्दै खाँदै खानु न। सो मैले भित्रको अन्डाको चाहिँ खाँदिनँ है गाइस, मेरो बुढाले खानुहुन्छ। अन्डा खाऊ झिङझिङमा मोटा हो। म चाहिँ रोटी र चाउचाउ। तर यो सधैँ खानु चाहिँ ठिक होइन है साथी हो। यो धेरै कहिले काहीँ खानु ठिक हो, सधैँ खानु चाहिँ ठिक होइन। कता यति खानु
एउटै ल्याएर पुग्दैछ त नि हो रोटी होइन रोटी चाउचाउ मन धेरै खानै सक्नु चाउचाउ त भन्यो यो सबै मैले खा बुढीले पनि खाएर आएको My favorite cook. हजुरहरूको माया र साथ सपोर्टले यतिसम्म आउन हामी सकेका छौँ र अझ धेरै माया गरिदिनुहोस् है योभन्दा दामी दामी भेराइटीहरू आउँछ हामीलाई चाहिँ अझै पनि यो भिडियो कसरी बनाउने कुन कन्टेन्ट लिएर बनाउने भने त्यो थाहा छैन हामीलाई चाहिँ लाइक जस्ट मुकबाङ जस्तो बनाउनु चाहिँ खोज्या हो तर कहिलेकाहीँ बिग्रिया हो कि कस्तो हो जस्तो लाग्छ यो फर्स्ट टाइम हो पछि हामी भिडियो क्वालिटी पनि सुधार्दै जाने नै छौँ अब एकैचोटि माथि पुगिनु सक्दिनँ बिस्तारै हो अब हामीले चाहिँ बिस्तारै अब खान्छौँ अब यो खाएर मस्त रेस्ट गर्छौँ अनि मेरो बुढाले चाहिँ रोटी किन नखाएको भनेदेखि मेरो बुढालाई रोटी मन पर्दैन यति त खानु ल 1 लाख दिन्छु रोटी खा भने पनि खाँदैन मेरो खान्छ 1 लाख दिने मान्छे आउनु न पहिला यस्तो छ अब यो जुन यसले फाइदा गर्छ यही नखाने गाइज मलाई चाहिँ भयो त्यति चाहिँ मैले मेरो बुढीलाई छोडेको छु मलाई बढी हुन्छ यति खानु यति राख्नु यति चाहिँ खानु त्यो पुरै नानीलाई त्यसपछि है तपाईँ एक्लै बस्नु त्यस्तो नै हुन्छ र बुढीको साथ बिचमा हुन्छ यति खानु ल हाम्रो आजको मुकबाङ भिडियो चाहिँ थोरै थियो सक्यो पनि फेरि हामी भेट्ने भनेर बाचा गर्दै फेरि भेट्ने बाचा गर्दै अहिलेलाई बाई 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 फेरि पनि हामी आउँछौँ गाइज